Good morning, everyone. I'm going to discuss about the today festival, which we call the Machindra Jatra. So, is this festival is belongs from the Newari community, and the Newari peoples who belong from Kathmandu, Lalitpur, and the Bhaktapur are celebrated this festival. So today I am going to discuss about these festivals which celebrated through the Lalitpur district. So according to मैले मान्छेलाई सोधेको अनुसार चाहिँ उहाँहरूले जवाब दिनुभएको कुराको अनुसार चाहिँ केही कुराहरू मैले जानकारी लिएको छु यसको बारेमा। धेरै हिस्ट्री मैले नसोधे पनि मैले सोद्धाखेरि चाहिँ उहाँले भन्नुभयो कि यो जात्रा हाम्रो पुल्चोकबाट सुरुवात हुँदै हाम्रो चाहिँ पाटन दरबार स्क्वायरको नजिक पुगेर त्यसबाट घुमाएर चाहिँ हाम्रो लाने गर्छ। अब यसमा स्पेसली के छ भन्दाखेरि चाहिँ यहाँ चाहिँ पहिले चाहिँ त्यहाँ गुठीको मान्छेहरूले चाहिँ तोपको सलामी दिएर चाहिँ यो चाहिँ रथ यात्रा सुरुवात गर्दो रहेछन्। अनि रथलाई दुवैपट्टिबाट समातेर चाहिँ रथलाई चाहिँ टर्न गर्दाखेरि चाहिँ हस्से भनेर ठुला आवाजले हस्से भनेर चाहिँ यसको चाहिँ सुरुवात गर्दो रहेछन्। तपाईँहरूलाई थाहा नै छ कि हस्सेको सुरुवात हाम्रो राजा महाराजाको पालादेखि भएको हो। जुन जति बेला चाहिँ नेपालमा केही पनि गर्न सकेको थिएन त्यो बेला चाहिँ नेपालीले चाहिँ आफ्नै नेपालमा भएर चाहिँ केही न केही गर्नुपर्छ र केही न केही गर्नुपर्छ भन्दाखेरि जति बेला हाम्रो बाटोको केस कुरै गरौँ न है, बाटो हाम्रो पुल बनाउँदाखेरि चाहिँ त्यो बेला मान्छेहरू गाह्रो पर्थ्यो कि। अनि त्यो बेला चाहिँ नेपालीहरूले चाहिँ के भनेछ भन्दाखेरि ठुल्ठुलो बाँसको चाहिँ ल्याउँदाखेरि अब धेरै भारी हुन्थ्यो अनि एउटै मान्छेले सम्भव थिएन। अनि त्यसपछि सबै मिलेर गर्थे तर पनि कसैले सक्दैन। अनि त्यति बेलामा चाहिँ एउटा सुरुवात के भयो भने हस्से सुरुवात भयो। हस्से कसरी सुरुवात हो भन्दाखेरि चाहिँ हस्सेको चाहिँ एउटा के चलन छ भन्दाखेरि चाहिँ हाम्रो चाहिँ सबै मिलेर सँगै पक्रिने र एकैचोटि चाहिँ हामीले तान्दाखेरि अथवा चाहिँ लिँदाखेरि चाहिँ उठाउँदाखेरि चाहिँ हस्से भन्ने सुरुवात छ, ताकि उनीहरूलाई चाहिँ त्यो एनर्जेटिक वन्स एट अ टाइम चाहिँ एनर्जेटिक त्यो मिल्छ के हो। त्यसरी चाहिँ हाम्रो रथ सुरुवात गर्छन्। रथ सँगसँगै चाहिँ अब त्यसलाई चाहिँ सबै मान्छेहरू त्यति बेला चाहिँ लाखौँ मान्छेहरू चाहिँ भेला भएर त्यहाँ डान्स गरेर नाचगाना गरेर आफ्नो मदिरा सेवन गरेर रमाइलो पर्वको साथ दिँदो रहेछन्।